So, hello everyone, welcome. Welcome everyone to our channel होइन आजको भिडियोमा सबजनालाई वेलकम छ। आजको भिडियोमा हामीले गर्नेछौँ ग्राभिटीलाई एडमिन प्यानलको थ्रु अपग्रेड। मसँग ग्राभिटी त छ होइन यहाँ, बट आई वान्ट युज दिस ग्राभिटी। यो ग्राभिटी म युज गर्दिनँ किनभने नो इट गर्ने हुँदै होइन, किनभने स्टकमा आएको छ। वाइ हामीले वेस्ट किन गर्ने होइन, आफ्नो फ्रुट वेस्ट होइन, हाम्रो आफ्नो फ्रुटलाई सकेसम्म युज किन गर्ने छ, जुन बाइमा हामीसँग अल्टरनेटिभ छ। हाम्रो ग्राभिटी आएको त्यही आई गेस कति 7 मार्चतिर आएको हो ग्राभिटी। एन्ड नेपालमा आई गेस 6-7 मार्च 9:45 देखि 1:45 को स्टक हो यो। ल ग्राभिटी पर्चेज भइसकेको छ र ग्राभिटीमा त हाम्रो मास्टरी गर्न हामी थर्सी जानै पर्यो। के गर्नु होइन, थर्सी गऱ्यो भने हाम्रो केक क्विन द मोस्ट लभड बस इन्टायर गेममा सबैभन्दा मनको बस भेट्न जान्छौँ अब। सो तर यहाँ ग्राभिटीको कहाँ छ टेरिपोटो पोर्ट, यसलाई मारौँ अनि यो फ्लाइट एबिलिटी आउँछ नि त होइन, यसलाई मारौँ पहिला। ल तपाईँ चाहिँ यहाँ हो, कहाँ गयो? ओइ भाइ ओइ, तल पो गएको थियो त। ल सिङ्गुल्यारिटी लास्ट ए मिलीले हाम्रो खोइ त्यो तल पो रहेछ यार। ब्याकग्राउन्डमा चाहिँ फेल अफ गरौँ, यो नट गुड लाइक सिङ्गुल्यारिटी सेटिस्फ्याक्सन। यो जस्तो सेटिस्फ्याक्सन कुरा जिन्दगीमा कुनै नि हुँदैन गेम एउटा ब्लक स्टुड प्लेयरको लागि। र अब हाम्रो के भन्छ यसलाई सुटिङ स्टार युज गर्नेछौँ। ठ्याक नाइस। यस्तरी उडेर हामी अब सी कासलमा जानेछौँ। ल स्लो हो यार यो फ्लाइट, तपाईँहरूले नि सायद मान्नुहुन्छ होला यो फ्लाइट लास्टै स्लो हो क्या। ल म तपाईँहरूले सी कासल गएर भेट्छु है त। फाइनली एभ्रिवान सी कासल हियर, वाइ फेभ सी कासल हियर। पाइलट हेलमेट चाहिँ इक्विप गरौँ। पेसका भन्दा मलाई किन पाइलट हेलमेट मनपर्छ कि स्पिडले गर्दाखेरि पनि होला मलाई यो मनपर्ने पाइलट हेलमेट। ल ओहो यहाँ होम पनि सेट गरिहालौँ। त्यसपछि लोगमालाई मारौँ पहिला होइन, यहीँ छिर्दिउँ न। यसलाई पनि मार्दै जाउँ भने ठिक छ। फेरि मेरो लग त यो बसहरूसँग दामी हुन्छ नि त। मलाई तर खासै यो मैले कराटे ग्राइन्डिङलाई चाहिँ मन परेन कि। स्टिल मैले इक्विप गरेको छु होइन, तर इट्स नट ग्रेट स्टाउन। त्यो चाहिँ एकदम दामीवाला टाइपको चाहिँ छैन कि, ओन्ली ग्राइन्डिङको लागि मात्रै भनेर हेऱ्यो भने सुटिङ स्टारलाई यसरी हानौँ न। अब आफ्नै तल बसेपछि कस्तो हुन्छ कि। ल यसरी इन्जोय पुगेन। ल ल
यस्तो झ्याउ लाग्दो मलाई यो सार्कम्यान ग्राइन्डिङका ग्राइन्डिङमा अलिक राम्रो मुभ भनेकै लास्टको त्यो के अरे नाम त्यही सी मुभ हो क्या यसलाई मार्न नि कति टाइम लाग्थ्यो M1 कस्तो राम्रो थियो यार M1 सार्कम्यान इन्फाइनाइट M1 ब्राम 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 भने हाने अहिले हेर त खै कहाँ गयो यहीँबाट पुग्छ होला सिङ्गुल्यारिटी yes can preserve protect one सिङ्गुल्यारिटी अभी ग्लिच भयो क्या भाइ Right. Shooting star. Look at M1. यसरी घुँडा टेक्दो रहेछ भाइ त्यो सिङ्गुल्यारिटी वान ट्याप भन्छ नि ओइ सुटिङ स्टार वान tap singularity nice कति हुने भयो त 27 लडीकै छ ल म 300 आस्ति भएपछि तपाईँहरूसँग भेट्छु है त एभ्रिवान अलराइट एभ्रिवान ठ्याक्कै 300 मास्टरी पनि हाम्रो भइसकेको छ लास्टसम्म हामी पुग्दाखेरि यहीँ आयौँ 300 मास्टरी है त ल अब लिटल मुभ सोकेस भनेर टाइप पनि गर्दैम होइन अब यो सुरु M1 त त्यही तपाईँहरूलाई थाहा भइहाल्यो यसरी हालिदिन मिल्छ अब हाम्रो सिङ्गुल्यारिटी भनेको यसरी पुरा त्यो ग्राभिटीले तानेको जसरी तान्छ त्यसमा पनि ड्यामेज भएछ ब्ल्याक पडिन्छ यो भनेको यस्तरी रकहरू फाल्छ अनि यसमा ग्राभिटेसनल प्रिजल भनेको यस्तो हुन्छ यसरी छोडे हुन्छ यसले आफ्नो तान्छ एक चक्कर होइन आधी चक्कर लाउँछ यसरी आउँछ यो भनेको एस्टेरोइड क्र्यास चार्ज भयो नि केही हुँदैन तर जे भने यत्रो ठुलो एस्टरेज आउँछ यसलाई चाहिँ हामीले कन्ट्रोल गर्न नै मिल्छ एभ्रिवान एउटा कसरी भयो थाहा भएन होइन तर त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले मेरो हार्टको ठाउँमा एउटा एक्सक्लेमेटरी मार्क पाए त्यो भनेको केही गरी हामीले आइटम पायो भने त्यो मार्क आउँछ अहिले त गइहाल्यो त्यो कसरी भयो यार यो ग्लिच हो कि के हो यो अब हेर्नु है तपाईँहरू आफै ल एभ्रिवान फाइनली हाम्रो 500 मास्टरी भइसकिएको छ ग्राभिटीमा अब हामी सी कासल जान्छौँ ल धेरै नै गाह्रो भए 500 मास्टरी गर्नलाई हाम्रो यहाँ बेली पनि हेर्न सक्नुहुन्छ 2.5 मिलियन थियो 2.5 मिलियन को फ्रुट किनेको स्टकबाट 4.2 मिलियन भइसक्यो ग्राइन्डिङ गरेर मात्रै लगभग 1.5 मिलियन जति जोडिसक्यो ल हाम्रो एडमिट प्यानलमा यो स्टार रिसर्च गरिदियो भने यो चाहिँ के भन्दाखेरि तपाईँहरूले एनपिसीलाई मार्नुपर्छ ल त्यो मार्नलाई हामी के गर्छौँ भन्दाखेरि फर्स्ट सी जान्छौँ किनभने पछिको एनपिसीहरूको हेल्थ पनि कम हुन्छ हामी स्टार्टर आइल्यान्ड जान्छौँ पाइरेटको स्टार्टर आइल्यान्ड काइजोको हो त्यहाँ गएर एनपिसीहरू वान ट्याप हुन्छ भने हामीले धेरै मेहनत किन गर्नु धेरै दुःख किन गर्नु हो कि होइन अब आफै भन्नु न तपाईँ हो कि होइन हेर्नु एउटा ट्यापमा मरेर मान्छे भनेपछि
हामीले बडी दुःख किन गर्नु होइन ल म चाहिँ तपाईँहरूलाई यो सब कम्प्लिट गरेर भेट्छु है त नत्र स्पिड बढाइदिन्छु हेर्नु न एकैछिनमा सटसट जस्तो आवाज आउँछ के गर्ने हेर्नुभयो स्विक भनेको थिएँ नि मैले स्विक भएर भइहाल्यो नि त रिसर्च पनि कम्प्लिट भयो अब जाने भनेको थर्ड छैन सेकेन्ड सी जाउँ किनकि हामीसँग त्यो छैन के भन्न आएछ मैले हेरेको थिएँ यहाँ होइन विकिपिडियामा त्योमा त है के भन्छ त्यसलाई रेडियो एक्टिभ मेटेरियलहरू के चाहिँदो रहेछ कि अनि एक थोक तिनीहरू त छैन मसँग के गर्नु कतिवटा छ त्यो त हेरौँ न रेडियो आरएडिआई रेडियो छैन ए भगवान् एउटै रहेछ ल म त यो सबै ग्राइन्ड गरेर फ्रेगमेन्टहरू पनि सबै ग्राइन्ड गरेर तपाईँहरूसँग भेट्छु है त फ्रेगमेन्ट पनि छैन मसँग 3000 मात्रै छ ल तपाईँलाई लोकेसन देखाइदिउँ न लोकेसन भन्नाले एनपिसी देखाइदिन्छु कुन भन्दाखेरि त रादर देन अरू कुनै होइन अरू कोही होइन फ्याक्ट्री स्टाफ होइन त्यही हो के हो यसको ल यो एकदम लो ड्रप चान्स हुन्छ यसको मैले यिनीहरूलाई ग्राइन्ड पनि गरेको थिएन सबै यो हाम्रो टेस्ट सब्जेक्टहरूलाई ग्राइन्ड गरे हो एउटा मारेर हिँड्यौँ हाम्रो यो पाउने चान्सेस कति हुन्छ यसको ड्रप चान्स भयो चाहिँ लोह ल पाएन म गदा जस्तो गोदेर आउँछु है त एभ्रिवान मैले यो बुद्ध प्लेयर स्क्रिप्टर रहेछ अरे हेर्नु न मैले ग्राइन्ड गरेको बिचमा यहाँ हेर्नु न यस्तालाई के भन्नु कि अब भित्र हेर्नु न ल नो लस पनि सस्पिसस क्लिल भने अब यो 3 चोटि मारिछ यसले मलाई हेर्नु पनि त्यहाँ यस्तालाई के भन्नु कि अब हामीले के भन्न सकिन्छ त भन्नु न तपाईँहरू यस्ता स्क्रिप्टरहरू काम न काज दुश्मन नाचवालाहरू सर्भरै लिभ गर्दै मैले नि ल अब यो अर्कोमा आनन्दले म सब मेटेरियल पाएपछि तपाईँहरूसँग भेट्छु है त ल बाई बाई सो एभ्रिवान हाम्रो चाहिँ मेटेरियलहरू कम थियो नि त अनि मैले फ्रेगमेन्टहरू पनि चाहिन्थ्यो त्यो पनि सबै कलेक्ट गरेर राखिसकेँ 19,000 फ्रेगमेन्ट भइसक्यो र यो रेडियो एक्टिभ मेटेरियल पनि गइसकेँ मैले मुनस्टोन नै छ र म तपाईँहरूलाई त्यो दिन्छु एउटा सजेसन दिन्छु मैले अगाडि भनेको थिएँ फ्याक्ट्री स्टाफलाई चाहिँ किल नगर्नु भनेर तर अब चाहिँ म भन्छु किनकि यो रेडियो एक्टिभ मेटेरियल भनेको हाम्रो यो ग्राभिटीको लागि चाहिन्छ वाला मेटेरियल हो सबैमा त्यसैले यसलाई चाहिँ गर्नु होला यसलाई चाहिँ फार्म गर्नु होला अरूलाई नगरेर अरू त्यसलाई गर्नु होला त्यो फर्स्ट त्यति भन्छु ल फर्स्ट भइसक्यो हाम्रो सेकेन्ड पनि हाम्रो त्यही हो हाम्रो के अरे M1ले उयो एनपिसी प्लेयरलाई मार्ने C1 जाउँ त्यसपछि C1को प्लेयर 1 ट्याप भइहाल्छ त्यसपछि आनन्द C1 मरिनहरू माथि यसरी M1ले
क्वेस्ट पनि कम्प्लिट भएको छ र हामीले यसलाई एकदम सजिलो यो फर्स्ट दुईवटा क्वेस्ट त एकदम इजी हो यसलाई ड्याम्नु मारिदिइहाल्यो आनन्द मरिन हाम्रो अलवेज मरिन castle on the sea मैले यो अघि न पोर्ट भन्ठाने क्या त्यही भएर मैले अगाडि गरिहालेको ल यो पनि भइहाल्यो 25% यो गर्दाखेरि 50% यहाँ 130 एउटा एनिमी ल मेटेरियलहरू पनि सबै भइहाल्यो ठ्याक्क मैले यहाँ कलेक्ट गरेर ल्याएको छु सबै मेटेरियलहरू ल यो डार्क म्याटर भनेको चाहिँ हाम्रो 20 वटा मुभ ग्रेभिटीको युज गर्ने हो अरू एनिमीको सिपमा आफ्नो सिपमा त युज गर्दा हुँदैन है त ल म तपाईँहरूलाई अब कोही भेटेँ भने त्यहीँ भेट्छु है तपाईँहरूसँग भेट्छु म ल मैले यहाँ चाहिँ एकजनाले सिप स्पन गर्दा चाहिँ मैले त्यो भनेको थिएँ हाल्दैन त्यही ल यो मुभहरू आसान गरी गर्ने हो अनि त्यो रिसर्चहरू कम्प्लिट हुन्छ त्यही हो ल म चाहिँ तपाईँहरूलाई यो कम्प्लिट भएपछि भेट्छु है त एभ्रिवान के हो यार यहाँ ड्यामेजै भएन त्यो बोट यहाँ हान्नु के हो अघिदेखि हाने छु है यो बोट होस् होइन यो के हो थाहा भएन किन ड्यामेज भएको म चाहिँ अब यो अर्को तपाईँहरूसँग भेट्छु है त यो के हो याद ल छोडिदिउँ यस्तो हावा सावा भन्ने कहाँ हुँदै यो चलाएर नि केही हुँदैन ल म चाहिँ तपाईँहरूलाई अर्को ठाउँमा अर्को बोटमा आइसकेपछि भेट्छु है त्यो ट्राई गर्नु भयो त भएन ल अर्कै बोटमा भेट्छु ल एउटा स्पन एउटाले स्पन गरिदिएको थियो बोट रिसर्च पनि कम्प्लिट भयो हाम्रो लाइक थ्याङ्क यू गइहाल्यो हेरोस् न हेर्नुहोस् अब डल्लै भएन हाम्रो काम भएन ल हाम्रो थर्ड मुभ पनि अवेकन भएको छ एडमिट प्यानल ओके 50% completed that matter impossible ल यसलाई इक्विप गरिहालौँ अब हाम्रो अर्को त्यो पनि एकदम के अरे अर्को हाम्रो यो एडमिट प्यानलको यो क्वेस्ट पनि दामी छ यो दामी भन्नाले चाहिँ सजिलो छ कि तपाईँहरूलाई रुक्नु यहाँ देखाउँछु म सेलेस्टियल मिटरिङ्स गड फ्लुड यो भनेको चाहिँ के भन्दाखेरि बस बाहिर गयो यहाँ एकछिन हाम्रो यो कुनै यहाँ जाउँ अलि हाइटमा जाउँ अलिक हाइट त के भन्छ अलि माथि जाउँ यहाँबाट नि हुन्छ यसरी नै हामीले यो मिटियरहरूलाई पानीमा फाल्ने गर्ने हो M1 गर्ने हो यो बस M1 गर्ने हो छिटो पनि लगभग 5-15 20 भइरहेको यो चाहिँ सबभन्दा धेरै इजी क्वेस्ट हाम्रो सिक्समेट प्लेयरलाई M1 मा हाल्यो बस कम्प्लिट पनि भयो यति भइसक्यो छ तपाईँले थाहा पाउनुभयो केही भएको भएन थाहा छैन तपाईँलाई कट त यहाँ लागेको छैन एडमिन प्यानल यो त्यही भनेको त्यही कि तपाईँहरूले 10 वटा त्यो ओर्बिटियस हो कि के भन्ने एउटा नयाँ बस थियो नि ग्राभिटी अपडेटमा आएको ग्राभिटी बस रिभक भएर आएको त्यसलाई मार्नु पर्यो कि तपाईँहरूले यसलाई मार्नु पर्यो के भन्छ सेकेन्ड फर्स्ट जब आएछ यार कि 5 वटा प्लेयर मार्नु पर्यो म चाहिँ त्यसलाई त्यो बसलाई मार्छु प्लेयर मार्ने र पिभी स्किल तपाईँहरूले पनि थाहा मान्छेहरू तर्सिन्छ र म चाहिँ यहीँ सेकेन्ड सीमा अर्बिटियसको बर्स भएको ठाउँमा गएपछि भेट्छु त तपाईँहरूलाई बढी किन देखाइरहनु ल बस मार्छु
मारेको, एउटा प्लेयर मार्दैछु, 8 वटा बल मारिसकेको थियो, 2टा मार्नु पर्थ्यो, एउटा प्लेयर मार्दा 20% पाउँथ्यो, यसलाई मार्यो अनि रिसर्च कम्प्लिट। तपाईँहरूले देख्नुभयो होला, मैले रेकर्डिङ गरेको थिएँ कि प्लेयर लास्ट बस मारेको, लास्ट बस मारेको देखाउँछु भनेको थिएँ नि त, त्यही भएर भनेर गरेको। यसलाई मार्दै ठिक छ, केही छैन। ल अब चाहिँ हामी आउने मलाई फेरि फर्सीमा जाएर यो एडमिट प्यानलमा तपाईँहरूकै अगाडि आउँछु है त। ल हेर्नु है त जादु, 1 2 3 here we go। ल हेर्नु म्याजिक। ल हामी आइसक्यौँ, हाम्रो कम्प्लिट पनि भइसकेको छ फाइनल्ली। 2 मिनट। सो एभ्रीवन, योद्धा हो कवि योद्धा, ब्रेभ कवि ब्रेभ, पिभिपी गड जसले चाहिँ अरूलाई मार्दैन किनकि अरूको भावनालाई सम्मान गर्छ, ऊ मर्छ भनेर होइन। ले ग्रेभिटी फ्रुट अपग्रेड गर्नुभएको छ। ल त ताली ताली ताली, रुक्नु भएन। क्राफ्ट फाइनल्ली। म गरिब भएको छु, प्रगति गरेर म गरिब भएँ, केही छैन। फ्रेगमेन्ट हेर्नु त कति हेर्छ त। ल इक्विप है त। अब त मुभ सोकेस गर्नु पर्यो, यत्रो मेहनत गरे, यत्रो मेहनत। सुरुमा तपाईँहरूले त्यहाँ ग्रेभिटी फोर्स देख्न सक्नुहुन्छ। त्यो भनेको हाम्रो यो सी मुभ अपग्रेड हुँदाखेरि नै आइसक्छ है कि यसमा हो, त्यही गर्दा हो। त्यो यसलाई चाहिँ ड्यामेज दिँदै बढाउने। अरू यो यिनीहरूमा त त्यस्तो धेरै त यिनीहरूमै चेन्ज आएको हो जति आएको छ। ल त्यो M1 स्टक हुने नक्जर हुने एउटै त्यस्तै हो। ल म त ग्रेभिटी मिटर अलिक फुल गराएछु, तपाईँहरूलाई भेट्छु है त। एभ्रिवान यो ग्रेभिटी मिटर त बढिसक्यो। ल अब हामी मुभ टेस्ट होल्ड के भयो खै फाइनल्ली। मुनबाट ग्रेभिटी एक्सप्लोर मुनै जस्तो खाल्टो त्यहाँदेखि तल अड्क्यो, दुइटै मर्यो। फाइनल्ली एभ्रिवान, फाइनल्ली है हामीले मारिसक्यो अरे, कम्प्लिट गरिसकेको छौँ ग्रेभिटी। हाम्रो त्यो लास्ट मुभको एनिमेसन पनि हेऱ्यौँ र अरू के भनौँ, अब अर्को फ्रुट पनि हामी छिट्टै एनिमेट गर्ने छौँ, यति मात्रै भन्छु अहिलेको लागि चाहिँ। सो ल अब ग्रेभिटी फ्रुट हाम्रो सब अपग्रेड भइसकेको छ। आजको भिडियोको एन्ड हामी यहीँ गरौँ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो तल कमेन्ट सेक्सनमा गएर लेख्नु होला। यत्रो मिहिनेत लागेको छ हामीलाई, एउटा लाइक सेयर सब्सक्राइब गरेन भने अब त्यही पापै लाग्छ। सबैले लाइक सेयर सब्सक्राइब गर्नु होला। आजको भिडियोलाई यति नै, भेट्नेछौँ न्यू भिडियोमा लिएर आउँछौँ हामी छिट्टै। बाई बाई।